भगवान सहने शक्ति देऊ परिवारजनमा हिजो भएको भारतमा भएको एयर इन्डियाको विमान दुर्घटनामा परेकी मणिपुरकी 20 वर्षीय कोबिनको शर्माको परिवार अझै पनि छोरी चमत्कार नै भएर मेरो छोरी बिउतेर आउँछ भन्ने आशामा उनको परिवारहरू अझै पनि आशामा बसिरहेका छन् र मेरी छोरीको फोनमा रिङ्गिङ टोन गइरहेको छ। मेरी छोरीलाई कुनै भगवानले चमत्कार गरिदिएर छोरी फर्केर आउने आशामा अझै पनि परिवारहरू भाव विहल बनेर छोरी आउने प्रतीक्षामा कुरिरहेका छन्। हे भगवान, यस्तो दुर्घटना अकल्पनीय घटना घटेको छ। एउटा परिवारप्रति नसोचेको दुःखद वज्रपात परेको छ। अब यसमा भगवान घटना त घटिसकेको छ। उनको वैकुण्ठवासको कामना गर्दै श्री पशुपतिनाथले उनको परिवारलाई सहने शक्ति प्रदान गरून्। धन्यवाद।